Today I am going to prepare चटपटे। फर्स्टमा चाहिँ मैले प्याजलाई काटेँ मसिनो पारेर, त्यसपछि प्याज राखेँ, त्यसपछि कति लिमिट अनुसार भुजा राखेँ मैले, त्यसपछि चाउचाउ पनि राखेँ, चाउचाउ चाहिँ दुईवटा मात्रै राखेको छु मैले। कुरमुरी राखेँ, त्यही अनुसारको जति राख्न मन लाग्छ त्यति राख्नु होला। मैले डाल्नु पनि राखिसकेको छु, दुईवटा राखेको छु मैले डाल्नु। मैले काटेँ काँक्रा पनि राखेँ। अनि त्यो खुर्सानीलाई चाहिँ तेलमा तारेर यसरी नुन खुर्सानी हालेर यसको धुलो बनाएँ। अनि मैले राखेँ यसलाई पनि स्वादअनुसार खुर्सानी, अलि धेरै खान्छु म, त्यही भएर मैले धेरै खुर्सानी राखेको छु। यो चाहिँ टमाटरको लेदो आलुलाई चाहिँ हल्का गिलो नै बनाउनुपर्छ, त्यही गिलो चटपटी बनाउनलाई यस्तो हुन्छ। त्यसपछि चाहिँ मैले यो चाहिँ टमाटर र चुक्रा राखेको थिएँ मैले, स्वादअनुसारको राख्नु होला। त्यसपछि हाम्रो चटपटे बनाएर रेडी भयो गाइस। चाहिँ 4 जनाको चटपटे भएर खासै ठिक भयो होइन, त्यही पनि यसरी नै बनाउनु होला। टाटा बाइ।